हाम्रो चाहिँ यहाँनिर चाहिँ पुरा प्रिन्ट गर्ने तर्फ दिदी र बाबा चाहिँ हामी चाहिँ अनि अब यता लागिरहेछौँ। यो चाहिँ प्रिन्ट वाटर प्रुफ प्रिन्ट अरे अब यो चाहिँ मलाई पनि थाहा छैन के हो। हाततिर पस्ला है गाँठे कता कहाँ कहाँ बालो हाई भन्नु न यता यता हाई 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 बाबा चाहिँ काम गर्नुलाई यहाँनिर खाँदैछु। पुरा यस्तो कालो हुँदो रहेछ के भएको। प्रिन्ट त राम्रो हुनुपर्छ नि। हाम्रो वरिपरि घरहरू चाहिँ यस्तो छ यहाँ कोरियाको चाहिँ। मेरो घर चाहिँ यता हो। दिदीको छिमेकीहरू चाहिँ यस्तो छ नि। के हो है कपालमा त होइन खुट्टामा टाँस्छ कि भन्नु हुन्छ। हाम्रो चाहिँ यता यही घरको नजिक चर्च पनि छ यहाँनिर। चर्च कस्तो राम्रो छ। कौसीमा प्रिन्ट गर्नु लागेको रे। आगो चाहिँ लाग्छ उसले खाएको क्या हिउँले सबै फ्रिजभित्र राखेको क्या। मिठो चाहिँ मिठो रहेछ। यस्तो अँधेरो कुठामा सुनसान छेउबाट लुसु लुसु आउँदै हुनुहुन्थ्यो। खोजिरहेको त्यहाँनिर न मुसा कतै छ कि भनेर यसो मुसाले गुड्लाएको कस्तो खतरा छङ्गाप निकालेर बन्छ। मेन हिरोनी चाहिँ उहाँ हो किनभने हिरोनी चाहिँ मेरो सुपर स्टार चाहिँ उहाँ हो। यता हेर्नुहोस् न एकचोटि हिलो प्लिज हेर्नु न। वा टोपी हेर ब्रान्डको छ फेरि कुच्चो हेर ब्रान्डकै हो। मलाई जा भन्छ गाइजहरू म चाहिँ गएँ। खतरा गरी गर्नुहुन्छ प्रिन्ट। यो के हो झन् कालो माथि कालो बनाउँदो रहेछ त्यो त। के बनायो कालो माथि झन् कालो बनाउँदो रहेछ। हाम्रो चाहिँ यहाँबाट चाहिँ यस्तो छ भर्याङ छ यहाँबाट चाहिँ। बाउको हालत चाहिँ यस्तो छ है। मलाई जा भनेर गयो गाइज। म अब भित्तामा यस्तो गरेर लगाउनु पर्छ। लगाएर घसेको हेर्नु गाइज हो। अब म चाहिँ यही हो भर्याङ गएँ। हाँसेर मर्ने भयो फेरि है। मेरो हिँडाइ चाहिँ त्यही हो फेरि। दिदीले रोपेको छ मम्मीले। अनि रुख छ यहाँनिर सानो हाम्रो दिदी गाडी हो। माथिल्लो ठुलो छ क्या छ। अब यो लुगाहरू पुरा छरेर अब यस्तो छ। कोही यतातिर यस्तो छ। अब सती बाल्या छैन। बत्ती चाहिँ यता ओके। म चाहिँ अब घरतिर लागेको।